हेलो हेलो नेपाल पुलिस नमस्कार। हामीले अहिले हेरिरहेछौँ हाम्रो माननीय जल्दो बल्दो सांसद हर्क साम्पाङजीको भिडियो। उहाँले चाहिँ एउटा हातले मोबाइल समातेर एउटा हातले बाइकको ह्यान्डल समातेर स्टन्ट देखाए जसरी बाइक चलाउनु भएको छ। हामी चाहिँ उहाँको विरोधी होइन, उहाँको चाहिँ समर्थक र शुभचिन्तक हो। उहाँ ढलेर नि चोट लगाइसकेछ होइन, चोट मात्रै लागेछ उहाँलाई चाहिँ, चोट मात्रै लागेछ। तलमाथि केही भएको भए त हामीलाई त टेन्सन पर्थ्यो, पिर पर्थ्यो। तपाईँ सदनमा चाहिने मान्छे, तपाईँ नहुने मान्छे, देश चलाउनु पर्ने मान्छे। अब भोलि भविष्यमा जनताले राम्रोसँग प्रतिपक्षको भूमिका निर्वाह गरिरहँदाखेरि तपाईँ हामीले आह्वान गरेर भोट दिएर जिताउनु पर्ने मान्छे, जसले देश चलाउनु पर्ने मान्छेले यसरी एक हातले बाइक चलाएर भोलि केही नहुनु केही दुर्घटना भयो भने अथवा त्यो नभए पनि तपाईँको भिडियो हेरेर तपाईँलाई फलो गर्ने, तपाईँलाई आदर्श मान्ने व्यक्तिहरूले के सिक्ने? ल त्यही भएर हेर्नुहोस् हर्क साम्पाङजी, म त के चाहन्छु भने तपाईँले चाहिँ आफै पुलिस प्रहरी ट्राफिक प्रहरीमा गएर मैले गल्ती गरेँ, म जतिको मान्छेले यो गल्ती गर्नु हुन दियो, मलाई तुरुन्त यो कति काट्ने काटेर जरिमाना दिलाउनु भनेर भन्नुहोस्। त्यति भयो भने हामी मात्र होइन सबै जनताले यो बुझ्छन् कि गल्ती गर्यो भने हर्क साम्पाङ आफै लाइनमा तर हर्क साम्पाङजी तपाईँ यति अप्ठ्यारो हुनुहुन्छ कि आफैले भनेको नि मान्नुहुन्न, तपाईँ जान्नुहुन्न। हेर्नुहोस् मलाई थाहा छ। त्यही भएर नेपाल प्रहरी उहाँलाई चाहिँ चिट काटेर यसो सतर्क बनाउनु पर्यो, किनकि भविष्यमा यस्तो स्टन्ट गरेर चाहिँ हर्क साम्पाङजीलाई तलमाथि केही नहोस्। उहाँले सभामुखलाई चलाउन सिकाएको छु, सदनको टिचर हो भन्ने, अनि त्यसपछि आफू गरेर कहाँ हुन्छ त? यो त हामीलाई त एकदम कहीँ कतैबाट सहन सकिएन, हामीले चित्त बुझेन। फेरि तपाईँ आएर नरिसाउनुहोस्, हामी प्रतिपक्षको भूमिकामा छैनौँ। यो चाहिँ हर्क साम्पाङजीको जीव ज्यान सुरक्षाको लागि सतर्क गरेको चिन्ता लिने उता पनि भाइ हो।